हेलो नमस्ते आज तपाईहरुलाई हाम्रो मुकबाङ ब्लगमा स्वागत छ। आज हाम्रो एपिसोड 23 मा हामीले के लिएर आएको छौं भने आज हाम्रो एपिसोड 23 मा के छ भने यो बन्दाकोपीको सब्जी, साग, यो कुन साग रायो साग अनि भेन्डी र आलुको तरकारी फ्राई अनि मुलाको अचार छ अनि दाल छ यो वाला दाल हाल्दिम यस्तो वाला दाल अनि भात चेस अघि खाए क्या हो खायो त्यो भन्दा चेस मिठो दम्मी यो चाहिँ भिन्डी चाहिँ फ्रोजन वाला भिन्डी मिठै हुन्छ। आज चाहिँ साग मेरो फेभरेट हो साग चाहिँ मिठो कस्तो लाग्छ आज भिन्डी र आलु दामी लाग्यो। फ्राई भिन्डी अनि आलु आज अन्तिम हो यो महिनाको बेग भोलि त मासु खाने हो भनेदेखि श्रावण सक्यो आज बोसो लाग्ने गरी मासु खाने हो। तपाईँको एक्सपिरियन्स कस्तो भयो त आज लास्ट हो नि त नि भेज भएको सकेको कस्तो लाग्यो त 1 महिना भेज हुँदा कस्तो पनि लाग्यो भेज मात्र खाँदा पानी यस्ता लाग्छ पानी अनि मेरो चाहिँ के एक्सपिरियन्स भयो भने के पकाउने होला भनेर मलाई टेन्सन हुन्थ्यो भेज अनि मैले भेज पकाउन नि धेरै सिकेँ हैन। अनि त्यहाँदेखि अर्को कुरा भेज खाँदाखेरि चाहिँ कस्तो लाइट फिल भयो जस्तो हुने हैन त्यो हेभी पेट अब मासु खाँदा चाहिँ कस्तो पेट हेभी हुने जस्तो हुने नि त नि एकदम डम्म हुने जस्तो हुने भेज खाँदा चाहिँ त्यस्तो भएन। अनि अस्ति नै हिँड्न पनि गएको थियौँ नि त हामी अनि हिँड्न जाँदा पनि मलाई त्यस्तो गाह्रो भएन क्या हिँड्दाखेरि खै के भएर हो त्यो चाहिँ थाहा भएन तर हिँड्नु जाँदाखेरि चाहिँ पहिले न त्यो मासु खाएर हिँड्न जाँदाखेरि कस्तो गाह्रो हुने क्या स्या हुने त्यो मासुले गर्दा हैन मासुले हो कि के हो के को इन्सिडेन्ट के भयो थाहा छैन तर मलाई चाहिँ त्यस्तो फिल भएको क्या। अब तपाईँहरूलाई चाहिँ हुन्छ कि हुँदैन तर मलाई चाहिँ त्यतिखेर अस्ति नै हिँड्न गयौँ नि त हामी 1 महिना पछाडि त्यही कति 20 दिन जति मैले चाहिँ भेज खाएको थिएँ नि त अनि त्यस पछाडि हिँड्न जाँदाखेरि चाहिँ कस्तो हिँड्न सकेँ क्या मलाई त्यस्तो स्या फ्या भएन क्या धेरै गाह्रो भएन मेरो चाहिँ एक्सपिरियन्स त्यस्तो हो। मेरो एक्सपिरियन्स सुनाएको तपाईँहरूलाई त्यस्तो अरूलाई फिल नहुन पनि सक्छ अलिक गफ देखि भन्नुहुन्छ होला तर मेरो एक्सपिरियन्स सुनाएको मलाई त्यस्तो लागेको मेरो थिङ्किङ मात्र हो कि मेरो सोचाइ मात्र हो त्यस्तो तर मलाई चाहिँ त्यस्तो भयो। त्यही हो यो घरमा यी बनाएको है मुलाको अचार त्यो नयाँ रड हालिरहेको छ यो चाहिँ धेरै उयो छ क्या के अरे धेरै मसला धेरै डार्क मैले धेरै मसला हालेको थिएँ क्या
तर सकिने बेलामा चाहिँ टेस्ट आएर सुरु सुरुमा तितो हँ? सुरुमा धेरै मसला हाल्दा तितो भएको थियो नि त सकिने बेला भने चाहिँ हो अनि चाहिँ अब अचार भएको होला नि अहिले चाहिँ मिठो टेस्ट आएर झरो यो मलाई फेरि झरेको झरेको फ्याल्नु मन लाग्यो टिपेर खाइदिने रहेछ अझै गरेको साइडमा झरेर सौताले खाएको भन्छ नि त सौता न खाउँदा टिपेर हालिदिनु होला नि त